नमस्ते नमस्कार सेवा सेवारो स्यामुन्ने फ्याफुल्ला भन्दै फेरि पनि हामी आइसकेको छौँ फुफू भदैनी के लिएर भन्नुहुन्छ भने त भन्नु उहाँले खुलाइदिनुहुन्छ है हाम्रो डेली रुटिन भनेको करेन्ट चाउच हो प्राय हामी सबै मुखमा करेन्ट चाउच किनकि हामी कति बनाउनु नि त डेली करेन्ट चाहिँ हुन्छ अनि यहाँ हामीले साग पनि मिसाएको छौँ मलिअलि देखिएको छ नाला मजाले अनि आज मोमो छ भेज मोमो है भेज मोमो आज भेज मोमो छ अनि अचार छ कि अचारमा चाहिँ कालो कालो छ यहाँ कालो तिल लगाएको हामीले अनि यहाँ पनि त्यही हो अनि हामीले चाहिँ मोमोमा 12-12वटा मोमो राखेको छौँ अनि यहाँनिर चाहिँ कोपीको पत्ता छ है पत्ता भन्दा नि कोपी नै हो कि हो उक्काको है उक्काको कोपी यो चाउसँग खानुको लागि कस्तो साइडमा पानी छ त्यति नै हो त्यसो भन्दै अब हामी खान चाहन्छौँ साथीहरू सबैजना साथीहरू हेरेर इन्जोय गरिदिनु होला है त तपाईहरु पनि खानु होला त्यसको न पानी त ल आज हामीले लिस्टुलाई छामे भन्नु लिस्टु पनि हालेको जालका नक्कली भइदिएको पहिले खाइदिमै पर्यो नि त्यसको मिक्स नै चेस दामिचा यो त टेस्टी नहुने कुरै भएन तातो छ नि हैन त दामी लानु के पो गर्ने भनेको थियौ ए अन्त नि के गर्नुहोस् है हामी साथीहरू आज हामीले चाहिँ एउटा गेम खेल्नु गएको थियौँ तर भएन हामीले मिस्टेक गरिसक्यौँ अगाडि नै अब के हुँदैन मलाई खाएको ल मलाई पनि दिएन छेउछेउमा राखिदियो त मलाई हामीले यसरी खानुको लागि लिएको है सागको अर्को सागको सट्टामा यसरी खाना चाहिँ रुच्ने है रुच्ने हो भनेको बुझ्नु रुच्ने हो रुच्ने हो मतलब रोस्नी है रोस्नीहरू हुन्छ अचार पनि दामी छ हौ अझ त अघि चाहिएको खाएला साथीहरू हामी मुखबाङ गर्नुभन्दा अगाडि नै उहाँ खाइसक्छौँ पकाउँदा मनले नै मान्दैन हौ Uga daमिचा मोमो भेज मोमो पनि दामी छ है हामी चम्चिरहेको बित्थामा हो अचार खानु भरे दामी हुने के हातले खाइदिनु पर्यो मिठो हुँदैछ है दामी हुन्छ फर्स्ट टाइम हामीले ट्राई गरेको के यसरी कोपीको पत्तामा कति सरी हाम्रो मोमो पनि कुनै ठुलो कुनै सानो छ हामी खतरा मान्छेहरू नि त एउटा साइजको बनाउनु आउँदैन क्या
अनि घन्टा पनि खुरुरु कुदेर गएर लिएर अनि हानिदिएको कि म चाहिँ अगाडि नै राख्छु अहिले पनि त्यहाँदेखि खान्छ अलिअलि धेरै त होइन खाइ नसके पनि माइन्ड नगरिदिनु होला किनभने हामीले खाएको छौँ क्या अलरेडी यति धेरै के खाएको भन्दैन के खायौँ भने कहाँ घुम्नु भन्न साथीहरू सुनाइदिनु टाढो तपाईँहरू पनि आउनु होला भने उता पत्री कट्टुसेको थाहा होला प्रायःलाई त राम्रो छ घुम्ने ठाउँ अनि हामीले चाहिँ त्यहाँदेखि चटपटेहरू खायौँ डिस कोपीको भात चटपटे सेकुवा चिसो चाउमिनहरू खायौँ मोमोहरू खायौँ साथीहरू पार्टी चाहिँ कत्रै गरेर आयो अनि त्यहीहरू अगाडि छ क्या अनि अब म पनि जाऊँ भने त अब फेरि घरमा मम्मी बिरामी हुनुहुन्छ नि त बिजोक हुन्छ हिँड्नु पनि मान्नुहुन्न फेरि मलाई खास चाहिँ हिँड्नु पनि मन लाग्दैन त्यस्तोतिर चाहिँ खास चाहिँ जाउँ लाग्छ हौ साथीहरू मलाई आफ्नो आफ्नो बानी होला त्यहाँ जाउँ जस्तो सोचेन मलाई त अब पनि बानी हो पिकमा त कहिले काहीँ कि मन परेको बेला चाहिँ म गइहाल्ने मान्छे हो मन परेको त अब पनि त्यतिखेर पाइदिँदाखेरि त हिँड्दिनँ त्यही अब प्लान बनाएर हिँड्छौँ घरिघरि अनि उता चाहिँ हिँड्नु मान्दैन जाऊँ भन्दा नि मान्दैन क्या सिधै नि झर्छ क्या बिउले हाम्रो चाहिँ यस्तै हो टिसुजीले पनि बिर्सिन्छौँ भोलि जाऊँ ल भन्छ नि बेलामा जाँदिनँ ल थाहा छ यस्तो रिस उठ्छ नि घरि त है भोलि जाऊँ ल भनेर चाहिँ दुईजनाले प्लान बनाएँ ल यसरी जाऊँ र अरे भोलि जाने टाइममा जानुपर्छ अब भन्नु र अच्छा है भोलि जाऊँ भन्छ क्या जाँदिनँ म त बाटोमै धोका दिने मान्छे हो क्या अल्छी लाग्छ त्यस्तो धोका दिइहाल्को मान्छे चाहिँ होइन त पनि अल्छी लाग्छ क्या भरोसा गर्नुहुँदैन अनि पुरै भोलि ल जाऊँ भन्ने हुन्छ नि त अब भोलि छैन जाऊँ ल भन्ने छैन मैले साले भने सरी म पाऊँ के हुँदैन त्यो त निस्किन्छ अलिअलि डेन्जर पनि बोल्नु त बोल्नुहुन्छ म चाहिँ बोल्दिनँ है अस्ति मम्मीले कराएर जान्दैन मान्नु बोल्दैन घरि चिप्टिहाल्छ नि हातहरू ए लास्टै खुट्टा दुखिरहेको छौ त्यो माथि साडी लागेको कि बाफ्रे के भनेर रटा हो अब होइन हाम्रो अब यतिको उमेरमा रडहरू त हुन्छ नि ए म त खाइदिउँ लास्टै जति खाँदा पनि खानु मन लाग्दैन चाहिँ करेन्ट आउँछ मोमोहरू है अब त्यस्तो हो नि त अब अहिले अगायो कि अब एकछिन पछितिर अलिक पेट घोडा नि फेरि खाङ हुन्छ त्यतिखेरै हुँदैन क्या अब अहिले मात्रै नखानु सक्ने एकछिनमा त फेरि भोलि जाँदैन अझ त खासै खाइदिन हौ साथीहरू घर भयो नि अलिकति घर भएछ घर भन्दा पनि तिलहरू पनि धेरै भयो आज त मैले बनाएको मलाई बनाउनु खासै आउँदैन क्या मोमोहरू पनि बनाउनु आउँदैन किनभने बनाइँदैन पनि घरि त खाने हो बनाएँ त्यही पनि बनाउँदा म बनाउँदिनँ त कहिले पनि अरूले बनाउनु जान्दा नि हाल चाहिँ मैले आफै बनाएको मिठो भएन मिठो छ पिरो छ हल्का नुन खर भएको हातमा नि लगाएछ त नि अघि हात ल्यान्डमा थिएन चाउचाउ के हो टल्कीको कोइनाहरू चाहिँ नि यो अभि त्यहाँ थियो नि साथै पूजा गरेको छोइदिएको थिएँ राम्रो लाग्छ मलाई रातो टिका लगाइदिनु खोजेको बिहान तपाईँ नै हुन्न भोलि गएको नि त म ढिलो भइसकिरहेको थियो अनि 10:30 तिर आएको के बोलाउँछु लाउने बेला पनि छैन अनि मम्मी चाहिँ मुखै धुनु भएन ब्याङ्क चाहिँ धुनुभयो अहिले अब बुढी मान्छे भएको भन्नु अस्ति जस्तै हुन्न होला अब त के छु हामी खानु सक्दैनौँ नि धेरै के हो है अब
12वटा म पनि मुस्किलले खाएको छु म अब के तर हामीले अलिअलि खायौँ होइन अघि त अब के हामी यस्तो गर्छौँ अब चाहिँ मुखबाङ गर्ने बेलामा बिहानदेखि भोकै बस्छौँ अनि बेलुका गर्दैछ त्यो पनि खानु सकिँदैन हौ सकिँदैन हेरेर वाक्क भन्छ बनाउँदाखेरि कि बनाएकै ल्यायो भने चाहिँ अब यो मुस्किल भएर चाहिँ मलाई खानु भोलि यस्तो राउ लाग्दैन अलिक बिहान के राख्नु पर्यो ल ल खोल्यो म त खाइदिन्छु भोलि राख्छु होला भोलि राख्छु किन राख्छ ल कति खाइदिनु सक्दिनँ मैले हेरेँ गरेँ साथीहरू मैले आज सन्न खाएँ त राम्रो टाइम भएर आएको होइन यहाँ पनि आएर अहिले भन्छ नि कस्तो यो मुख है भङ्गन फेरि त्यहाँनिर कि त्यति यहाँ खोर्सानीमा त्यति पत्रे पुग्नु भने गाडीले मात्नेलाई त गाह्रो हुन्छ झन् धेरै निस्कने हो के भन्नु गाडीले मातेर टाउको दुखेर धङधङ गाजे पनि लागिरहेछ र पिरो खाना थियो हामीले अमिलोहरू चाहिँ अघि आइसक्यौँ पिरो चाहिँ यहीँ छ खाएको यहाँनिर आएर अनि पिडाएर मैले चटपटे खाएको नि अमिलो खाएको कता भएन हौ कस्तो धुलो अहिले फेरि त्यो बाटोहरू बनाउने हुँदा धुलो थर्रा उड्दैन हौ कपालहरू सेत्तै थियो यहाँ खाएको फरेर हालेर सेत्तै बनाइदिनु जानु अरे उसो गाडीले मात्ने झ्याल नखोल्यो पनि सकिँदैन झ्याल खोलो अनि त साडीले मुख कुटुकुटु पर यो पनि खाइदिनु सकेन क्या मलाई कस्तो पच्च नै लाग्यो क्या मलाई ओपरै भइसक्यो साथीहरू म पनि खाइदिनँ भोलि ल्याएर खान्छु मलाई होइन त खान्न खुर्कर त बरु मोमो चाहिँ भोलि खानु पिरो भुटी पनि यत्रो भइसक्यो तर हामी भात त कतिखेर खान्छौँ जस्तै लाग्छ हौ यस्तोहरू चाहिँ खान सकिँदैन कि के हो के हुन्छ के खाना त खाइन्छ फेरि अस्ति हामीले कतिखेर खाएको थियौँ है हजुर कतिसम्म खाएको हामीले मासु थपै खाएको अनि चाउचाउ पनि थियो मासु पनि थियो मिठो हुन्छ क्या त्यसरी खान्छ साथीहरू म त यस्तो गर्नु हुँदैन त के गरेर बस्नु खानु दिदी अघि यस्तो थियो अब यस्तो हुँदैछ साथीहरू त्यहाँदेखि अब त भोकै हुन्थ्यो कस्तो भोक लागेको थियो उयो खाएर त मैले 3-4 खाइदिएँ नि त नखाएको भनेको यति त खाइसक्नु पर्यो सरी होइन अगाएपछि त सबैको होला होइन मेरो मात्र होइन के तातो जस्तै हुन्छ काँचो छैन सेरिसक्यो ऊ त खानु न एउटा कपी पनि छ हो के त ममा चाहिँ नखाने यति धेरै साथीहरू एक टुक्रा यो पनि फिनिस एक थालेको थियौँ सक्यो यहाँ सक्नै मैले त खाएँ पनि गाह्रो भयो त्यही त फेरि बाहिर भन्दा नि के गरेँ आयो म त ढिलो भयो अरे गाह्रो भयो घरिघरि मुखमा जे पाइ त्यो निस्किन्थ्यो अब मोमो मैले यति खा छोडेँ मेरो 2टा सकिन 2टा सकिन एक ठाउँमा राख्नुपर्छ नि फेरि भोलि त रुच्छ बप्पा फेरि आमा पिरो त सक्यो है काम पनि त अब साथीहरू म पनि एक ठाउँमा राख्नुपर्छ अचार पनि खाइसकेन एकता खाइन अचार त ड्याउ गर्नु खोजेको र आएन भयो साथीहरू
करेन्टले नै यस्तो छ अरू के अरे त बुलडकहरू अनि के भन्छ स्पाइसीवाला के भन्छ 3 स्पाइसीवाला करेन्टहरू होइन त त्यस्तोहरू खायो भने त करेन्टले नै यस्तो पिरो ल ल ल खानु खानु ल पानी सानी खानु पेटले गाह्रो भएर उसले छटपटेको छ म पिरोले छटपटेको छु साथीहरू मैले त पिरो त सेलिसक्यो कि ठुलो भाइ पेट भन्दै आजको हाम्रो भिडियोलाई यही गर्न चाहन्छौँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले मन नपरे पनि यसो भिडियो हेरेपछि लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला साथीहरू तपाईँहरूको धेरैभन्दा धेरै हामीलाई सपोर्ट चाहिएको छ किनकि हामीले भर्खर युट्युब च्यानल खोलेको हो नि त साथीहरू खासै मजाले बोल्नु पनि आउँदैन मैले अब हामीले यहाँ केही मतलब टिकटक युट्युबमा हामीले केही गरेर हामीले म मिस्टेक गरेको छु भने तपाईँहरूले कमेन्टमा भनिदिनुहोस् तपाईँहरूले त अब प्रायः जस्तो सबैजनाले पहिलेदेखि नै गरेको हुन सक्नुहुन्छ नयाँले हामीलाई सपोर्ट गर्नुहोस् तपाईँहरूले हामीलाई सपोर्ट गर्छौँ अनि भनेर आजको हाम्रो भिडियो यहीँनिर सकाउँछौँ भन्दै सबैजनालाई बाई बाई।